हेलो साथीहरू नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी पढ्दैछौँ BBS 4th इयरको बिजनेस रिसर्चको पनि हाम्रो च्याप्टर 6वटा छ। त्यसमध्ये हामी आज लास्ट च्याप्टरको पढ्नेछौँ। हाम्रो लास्ट च्याप्टर भनेको 15 देखि 17 मार्क्सको लागि धेरै इम्पोर्टेन्ट रहेको छ। मोस्ट अगाडिको इक्जामहरूको हेर्ने हो भने हामीलाई अगाडिको इक्जाम प्याटर्नमा चाहिँ हाम्रो यो च्याप्टर 6 देखि लङ क्वेसन एउटा फिक्स आउनेछ। लङ क्वेसन एउटा फिक्स भनेको हाम्रो च्याप्टर 6 र च्याप्टर 1 भनेको एकदम धेरै इम्पोर्टेन्ट च्याप्टर रहेको छ हामीलाई। र हामी यो च्याप्टर 6 को लङ क्वेसनको अगाडिको क्वेसनहरू अनुसार हामीलाई धेरै सोधेको क्वेसन भनेको रिसर्च रिपोर्ट भनेको के हो, अनि त्यसपछि रिसर्च रिपोर्टको फर्म्याट के हुन्छ र यसको प्रोसेस के हो। हामीलाई यति कुरा भनेको धेरै सोध्ने कुरा रहेको छ। रिसर्च रिपोर्ट भनेको चाहिँ के हो भनेर हामी यसको छलफल गरौँ। पहिला रिसर्च रिपोर्ट भनेको कुनै निश्चित उद्देश्यका साथ निश्चित विषयमा गरिएको अनुसन्धान कार्य समाप्त भइसकेपछि उक्त अनुसन्धान कार्यको कार्य प्रक्रिया र उपलब्धिलाई समावेश गरी एउटा विस्तृत विवरण तयार पारिन्छ। उक्त विवरणलाई नै हामी अनुसन्धान प्रतिवेदन अर्थात् रिसर्च रिपोर्ट भनेर भन्न सकिन्छ। र रिसर्च रिपोर्ट लेख्दाखेरि हामीले कसरी लेख्ने, के कुराहरू समावेश गर्ने भनेर त्यो प्रोसेस र पनि रहेको छ। मेन हाम्रो इक्जाममा पनि धेरै सोध्ने क्वेसन रहेको छ यो प्रोसेस प्रतिवेदन। अनुसन्धान प्रतिवेदन भनेको के हो र अनुसन्धान प्रतिवेदन लेख्ने प्रक्रियाहरू के छन् भनेर हामीलाई धेरै नै सोध्ने गरेको छ अगाडिको क्वेसन प्याटर्नहरू हेर्दाखेरि चाहिँ। त्यही भएर आज हामी मेन फोकस भएर हामी यही टपिकहरूमा कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। यो भिडियो पनि तपाईँहरूलाई लाभदायक नै हुनेछ। अब आउँदै गरेको इक्जामको लागि हामी सक्दो सिक्ने प्रयासमा छौँ। म पनि हजुरहरू जस्तै एक विद्यार्थी हो। तपाईँहरूलाई पनि म आफू सिक्दै र सबैहरूलाई पनि सिकाउँदै गरिरहेको छु। यो प्रयास मेरो कस्तो रहेको छ, सँगै यात्रा गरौँ। म पनि सिक्नेछु, तपाईँहरूलाई पनि सिकाउनेछु, सँगै सहकार्य गरौँ। सुरु गरौँ अनुसन्धान प्रतिवेदनका प्रोसेसहरू। सुरुमा रहेको छ खाकाको तयारी। एउटा माइन्डसेट गराउनुपर्छ। प्रिपेरेसन्स अफ आउटलाइन, यो कसरी लेख्ने, के गर्ने भनेर एउटा दिमागमा खेल्छ। अनि त्यसपछि समयको योजना, टाइम प्लानिङ। दिमागमा खेलिसकेको कुरालाई हाम्रो दिमागमै यो मनन गरिन्छ। यसलाई यति बजे यसरी यो भन्दै प्लानिङहरू गरिन्छ, कोरिन्छ। अनि त्यसपछि तथ्याङ्कको व्यवस्थापन, हामीलाई के डाटाहरू चाहिन्छ भनेर त्यो रिसर्चको लागि चाहिने डाटाहरू खोज्न थाल्छौँ हामी। त्यसपछि प्रतिवेदन लेखनको सुरुवात। त्यसपछि हामीले त्यो टपिकहरू पाइसकेपछि प्रतिवेदन लेख्ने कसरी भनेर लेखनको सुरुवाततिर लाग्नेछौँ र पहिलो मस्यौदा तयार गर्ने। अर्को रहेको छ हाम्रो पहिलो मस्यौदा तयार गर्ने। त्यसपछि हामी स्टार्टिङ गरिन्छ र लेख्नको लागि। र पहिलो मस्यौदा तयार गरिसकेपछि ड्राफ्ट तयार गरिसकेपछि हामीले चाहिँ केही समयको लागि होल्ड गर्नुपर्छ। हाम्रो लेखन एकनासै भयो भने हाम्रो लेखन कस्तो भयो, के भयो भनेर हामी सुधार गर्न सक्दैनौँ। त्यही भएर हाम्रो लेखनको पहिलो मस्यौदा तयार गरिसकेपछि एकछिन होल्ड गर्ने। दुई चार दिन हप्ता दिन ग्याप गरिसकेपछि हाम्रो माइन्ड फेरि रिफ्रेस भएर हाम्रो माइन्डले अर्को नयाँ तरिकाहरू सोच्न सक्छ। त्यसपछि हाम्रो रिसर्च रिपोर्ट अझै राम्रो बन्न सक्छ। त्यही भएर हाम्रो केही समयको लागि होल्ड गर्ने र अनि फेरि पछि पुनरावलोकन र पुनर्लेखन गर्ने रहेको। यसरी नै रहेको छ हाम्रो 7वटा प्रोसेस, रिसर्च रिपोर्टको प्रोसेस। र अनि हाम्रो मेन अर्को सोध्ने भनेको हाम्रा यो च्याप्टर 6 मा धेरै सोध्ने क्वेसन भनेको अर्को रहेको छ हाम्रो स्ट्रक्चर। फर्म्याट भने पनि, कन्टेन्ट भने पनि, स्ट्रक्चर भने पनि रिसर्च प्रपोजलको सबै कुरा यही नै। यी 10वटा पोइन्ट रहेको छ। 10वटा पोइन्टमा पनि हाम्रो सुरुमा कस्तो हुन्छ त रिसर्च प्रपोजल, कस्तो हुन्छ, यो कसरी लेखिन्छ, कुनलाई कहाँनिर राख्ने, कुन अगाडि कुन पछाडि भन्ने कुरा चाहिँ हाम्रो यो प्रपोजल अनुसार नै तयार गर्नुपर्ने हुन्छ। यो बाहेक हाम्रो दायाँ बायाँ भयो भने चाहिँ हाम्रो रिसर्च अलिक खल्लो देखिन्छ, देखिँदा पनि अनि पढ्दाखेरि पनि अलिक मजा आउँदैन। त्यही भएर हाम्रो मेन चिज चाहिँ कहाँनिर राख्ने, कसरी राख्ने भन्ने कुरा चाहिँ अब हामी यो फर्म्याट पढ्नेछौँ।
हाम्रो सुरुमा रहेको छ शीर्षक, टाइटल पेज रहेको हुन्छ, के को बारेमा लेख्दैछौँ हामी भनेर त्यो शीर्षक रहेको हुन्छ। त्यसपछि पृष्ठभूमि, कस्तो खालको ब्याकग्राउन्डको हो यो, के सम्बन्धित हो, यो सम्बन्धितको राखेको हुन्छ। शीर्षक पछि हाम्रो आउँछ पृष्ठभूमि, र त्यसपछि समस्याको कथन र अनुसन्धानका प्रश्नहरू। हामीले के क्वेसनको लागि यो शीर्षक चुनेका छौँ, के छ त हाम्रो समस्या, के छ त यसको प्रश्नहरू भनेर हामी त्यसपछि समस्याको कथन र अनुसन्धानका प्रश्नहरू तयार गर्नेछौँ। र त्यसपछि हामी सैद्धान्तिक ढाँचातिर लाग्नेछौँ, कसरी लेख्ने के गर्ने भनेर हाम्रो यो सैद्धान्तिक ढाँचातिर पुग्नेछौँ। र त्यसपछि हाम्रो त्यो रिसर्चको लागि चाहिने चरहरूको परिभाषातिर लाग्नेछौँ हामी त्यसपछि। र अनि हाम्रो परिकल्पनाको विवरण भन्ने छ एउटा, यो भनेको यस्तो हो, यो भनेको यस्तो भनेर हाम्रो एन्सर्स टाइप्सको पनि एउटा परिकल्पनाहरूको विवरण भन्ने छ। र त्यसपछि हामीलाई अध्ययनको महत्त्व, हामीले त्यो रिसर्च किन गरिरहेका छौँ, के को लागि गरिरहेका छौँ भनेर हाम्रो त्यो अध्ययनको महत्त्व पनि दर्शाइन्छ त्यसमा। र त्यसपछि रहेको छ अनुसन्धानका पद्धतिहरू। अनुसन्धान हामीले कसरी गर्यौँ, कुन कुन तरिकाले गर्यौँ भनेर अनुसन्धान पद्धति हामीले उल्लेख गर्नुपर्ने छ। अनुसन्धान पद्धतिमा पनि हाम्रो 5वटा प्रकारहरू रहेका छन्। सुरुमा हाम्रो अनुसन्धानको ढाँचा तयार गर्नेछौँ। अनि त्यसपछि जनसङ्ख्या र नमुना छनौटको विधि प्रयोग गरेर गर्नेछौँ। उपकरणहरूको प्रयोग गरेर गर्नेछौँ। तथ्याङ्क सङ्कलन रणनीतिहरू अपनाएर गर्नेछौँ र तथ्याङ्कको विश्लेषण गरेर गर्नेछौँ। यी सबै 5वटा तरिकाहरू गरिसकेपछि अनि हामीले अध्ययनको सीमाहरू पनि लिमिटेसन्सहरू पनि उपलब्ध गराउनेछौँ। हाम्रो यो रिसर्चबाट के हुन्छ, कस्तो छ, यसको महत्त्व के हुन्छ र यसको बेफाइदाहरू, लिमिटेसन्सहरू के हुन्छ भनेर पनि हामी दर्शाउनेछौँ। र अनि हाम्रो अन्तिममा रहेको छ सन्दर्भ सूची अर्थात् रेफरेन्स। हामीले रिसर्च गर्दाखेरि कहाँबाट के सोर्सहरू प्राप्त गर्यो, कोबाट पायो भन्ने कुरो हाम्रो रिफरेन्समा प्रस्तुत गरिन्छ। र मेन भनेको हाम्रो 2टा कुराहरू हामीले पढिसक्यौँ, रिसर्चको राइटिङ प्रोसेस र फ्रेमवर्क। अनि त्यस्तै गरी हामीलाई मेन चाहिने भनेको किन चाहिन्छ त रिसर्च, यसको महत्त्व के छ भन्ने कुरा चाहिँ हाम्रो मेन अर्को पनि कुरा रहेको छ। पर्पोजल हामीलाई किन चाहिन्छ, रिसर्च पर्पोजलको पर्पोजहरू के छन्, यसको उद्देश्यहरू के छ, यसको कार्य के छ, यसको महत्त्व के छ, किन चाहिन्छ हामीलाई यो रिसर्च भन्ने कुरा पनि हामीलाई मेन बारम्बार सोधिरहेको प्रश्न रहेको छ। हामीलाई रिसर्च हामीले किन चाहिन्छ भने हामीलाई केही कुराको जानकारी दिन, हामीले रिसर्च गर्यौँ, खोजी गर्यौँ, तलासी गर्यौँ भने हामीले त्यो केही कुराको त्यो मेन कुराको हामी जानकारी पाउँछौँ। अनि त्यसपछि हामीले योजना तयार गर्छौँ। त्यसलाई सुधारहरू गर्नु छ भने, त्यसलाई अझै अगाडि निखार ल्याउनु छ भने हामीलाई त्यसले योजनाहरू तयार गर्नेछौँ। र त्यसपछि औचित्य पुष्टि गर्नेछौँ, पाउनेछौँ। अनि सम्झौताको आधार तयार गर्न, रिसर्च भइसकेपछि हाम्रो यो कुरामा हामीले यो तथ्य भेटेका थियौँ भनेर एउटा त्यो सम्झौताको आधार पनि गरिन्छ। र अनुसन्धानकर्तालाई सम्झाउन, हाम्रो यो रिसर्चरलाई थाहा होस् कि यो रिसर्चले यस्तो यस्तो कुरा गर्छ भनेर अनुसन्धानकर्तालाई पनि सम्झाउन, र अनुसन्धान विधिका बारेमा जानकारी दिन। रिसर्च गरिसकेपछि रिसर्च गर्ने विधिहरूको बारेमा पनि हामीले जानकारी पाउनेछौँ। त्यही भएर रिसर्चको विधि के रहेछ, कसरी रहेछ भन्ने कुरा पनि हामीले पत्ता लगाउँछौँ। हाम्रो मेन भनेको अनुसन्धानका विधिहरूको पनि जानकारी पाइन्छ। अनि रिसर्चको हाम्रो पर्पोजलको टाइपहरू के हुन सक्छ भने चाहिँ जम्मा 3टा मात्रै टाइप रहेको छ रिसर्च पर्पोजलको। रिसर्च पर्पोजलको सुरुको टाइप रहेको छ सोलिकेटेड पर्पोजल। यो भनेको निवेदनात्मक वा अनुरोधात्मक प्रस्ताव हो। यो कुनै व्यक्ति वा संस्थाले कसैलाई बनाइदेन मेरो यो रिपोर्ट, मेरो यो टपिकमा रिपोर्ट बनाइदेन भनेर बनाउन लगाउँछ भने त्यो एउटा अनुरोधात्मक रिसर्च हुन्छ। अनि अर्को रहेको छ निवेदनविहीन। मलाई खोजी गर्नु छ, मलाई जान्नु छ भने मैले आफै स्वयं खोजी तलासी गर्नु,
त्यो विषयको बारेमा त्यो टपिकको बारेमा मैले जानकारी लिन छ भने मैले आफै स्वयंले खोजी तलासी गर्छु भने त्यो निवेदन अरू कसैको अर्डरमा होइन, अरू कसैको भनाइमा होइन, मेरो आफ्नो व्यक्तिगत विचार व्यक्तिगत धारणाको आधारमा मैले खोजी तलासी गर्छु, रिसर्च गर्छु भने त्यो निवेदनविहीन भयो। र अनि अर्को रहेको छ शैक्षिक अनुसन्धानको प्रस्तावना। शैक्षिक अनुसन्धानको प्रस्तावना भन्नाले जस्तै कुनै विद्यार्थी रहेको छ, उसको डिग्री पाउने बेला भयो, उसको पिएचडीको अन्तिम जस्तो भयो, त्यस्तो जस्तै हामी ब्याचलरकै बेलामा पनि जस्तै हामीले एउटा रिसर्च रिपोर्ट गरिन्छ, रिपोर्ट तयार गर्नुपर्ने हुन्छ विभिन्न शीर्षक उपशीर्षकहरूमा, त्यसलाई भनिन्छ हाम्रो शैक्षिक अनुसन्धानको प्रस्तावना। शैक्षिक आफ्नो पढाइको कार्यकाल पुरा गर्नको लागि हामीले त्यो बनाउनु पर्ने नै हुन्छ। त्यो बनाउन पर्ने भएर बनाउनेलाई चाहिँ हाम्रो शैक्षिक अनुसन्धानको प्रस्तावना भनेर बुझिन्छ। यी रहेको छ हाम्रो च्याप्टर 6 को छुटाउनै नहुने र हामीलाई बारम्बार सोधिरहेको प्रश्नहरू हामीले आज यसमा छलफल गऱ्यौँ। अब आउने दिनहरूमा हाम्रो अरू बाँकी रहेको च्याप्टरहरू पनि हामीले छलफल गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो कस्तो लागिरहेको छ यहाँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। आउँदै गरेको BBS 4th इयरको इक्जाममा हजुरहरूलाई पनि धेरै धेरै शुभकामना। हजुरहरूको पनि राम्रो मार्क्स आओस्, सोचेको जस्तो मार्क्स आओस् र अहिलेसम्म दिइरहेको इक्जामभन्दा अझै राम्रो र उत्कृष्ट नम्बर आओस्। धन्यवाद, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। नमस्कार।